श्याम ओ श्याम तेरो साथी अब करोडपति हुने भयो। मसँग यस्तो बिजनेस प्लान छ नि नेपालको पुरा जिडिपी नै थर्किन्छ। हो र त्यही पुरानै भैँसीलाई मेकअप गरेर टिकटक बनाउनु पर्छ भन्ने हैन नि। होइन यार त्यो त फ्लप भइहाल्यो नि। मैले सिरियस जिम फर लेजी पिपल खोल्न लागेको। जिम फर लेजी पिपल त्यो भने के हो? अल्छी मान्छे आएर जिममा डम्बल्सको साटा रिमोट उठाउँछ। सुन न हाम्रो जिममा ट्रेडमिल्सको साटो डबल बेड हुन्छ। मान्छेहरू आएर सुत्छ, हामी सुत्ने कम्पिटिसन गराउने। जसको घुराइ सबैभन्दा ठुलो हुन्छ उसलाई गोल्ड मेडल दिने। प्रोटिन सेकको साटा, तातो दुध र हर्लिक्स दिने। खासमा त्यो जिम होइन, तेरो घरको सुत्ने कोठा जस्तो पो भयो त। अनि पैसा चाहिँ कसरी कमाउँछस् नि? सुतेको पैसा कसले दिन्छ? बिजनेस मोडल छ नि साथी। डिप स्लिप प्याकेज 5000 उड्ने झुल सहित, दिउँसोको झ्यापु पावर न्याप प्याकेज 2000। अनि यदि कसैले बिहान उठ्न मान्दैन भने माथिबाट फाइन थाप्ने। पैसै पैसा हुन्छ। बाफ्रे, यो त सुत्ने ठाउँ भन्दा पनि लुट्ने ठाउँ बढी जस्तो देखिन्छ। अनि ट्रेनर चाहिँ को? कुम्भकर्णलाई बोलाउँछस् कि क्या हो? ट्रेनर त म आफै हो। उनीहरूलाई प्रोफेसनल अल्छी बन्न कसरी सिकाउँछु यार। नम्बर 1, अलार्म बज्दा पनि डेड बडी जस्तो कसरी सुत्ने। नम्बर 2, श्रीमतीले बोलाउँदा पनि नजाने भिर मौडी जस्तो घुरेर बस्ने। नम्बर 3, अनि सबैभन्दा इम्पोर्टेन्ट, भोलिबाट काम सुरु गर्छु भनेर आफूलाई कसरी ढाक्ने। बुझिस् राम? तेरो आइडिया सुन्ने त मलाई पनि निन्द्रा लाग्नु थाल्यो यार। तेरो दिमाग छैन? हेर्दै जा, भोलि बिल गेट्सले मलाई कल गरेर भन्छ, राम भाइ माइक्रोसफ्टमा धेरै काम भयो, मलाई पनि अलिकति अल्छी बन्न सिकाइदेऊ न। बिल गेट्सले कल गर्छ कि गर्दैन? तर भाडाको लागि तेरो घरपेटी बाले चाहिँ कल गर्ला है, मोबाइल स्विच अफ गरेर सुत है। नत्र जिमको साटो जेलबाट तेरो यात्रा सुरु होला नि। त्यो चाहिँ हो। घरपट्टिको लागि पनि कुनै एउटा प्याकेज बनाइदिउँ कि क्या हो?